हेलो गाइज वेलकम ब्याक। अहिले चाहिँ हामी के भन्छ यो लामा गाउँको माथि धारामा आएको छौँ होइन। हेलो भन्डे। त्यही हो, यो चाहिँ मेरो फर्स्ट होइन सेकेन्ड थर्ड च्यानल हुन्छ होइन। त्यही यो चाहिँ फर्स्ट सर्ट भिडियो हुन्छ। त्यही अब ट्राई गर्छु नयाँ नयाँ भिडियो हाल्न र क्लिपहरू हाल्ने। त्यही हो ल, अरूलाई चाहिँ यति नै भनौँ। अरूलाई चाहिँ अब यसो हेर्नु छैन, यति नै हो। बसेपछि म एडिटहरू चाहिँ हल्का हल्का इम्प्रुभ हान्ने जान्छु। अरूलाई चाहिँ यस्तो खोज्दावाला एडिटमै काम चलाउनु होला। A few moments later. Welcome back. ओइ त कसको हजान लाग्योस्? ए यिनी उता उता छ होला लगायत हामीलाई कुकुरहरूले चाहिँ स्वागत गरेको छ होइन। मान्छे नभए हाम्रो कुकुरले जहाँ पनि स्वागतै गर्छ, त्यस्तै छ। तपाईँले हाम्रो भ्लगमा अब दिनदिन नयाँ नयाँ कुकुरले नयाँ नयाँ डिजाइनमा नयाँ नयाँ वेमा स्वागत गरेको देख्नु सक्नु हुनेछ। झन्डै पल्टियो होइन म, तर केही छैन। ओइ हाई भन्दै अहिले फिस हानेर के अहिले चाहिँ हामी जानु लाइन। यो चाहिँ हाम्रो बुढा सरकार हो। अब कुनै दिन फेरि कन्टेन्ट बनाएर यो चाहिँ अब हाम्रो सट भएको दिएर धेरै भ्लग हाल्न नि चाहिएन, किनभने हाम्रो झ्याउ लाग्यो। सानो क्लिप हानेको छु त, मिठो क्लिप्स। ल हामीलाई फेरि जाँदाखेरि फेरि कुकुरले बिदाई गरिरहेछ होइन। आउँदा नि बिदाई गरिरहेछ, आउँदा वेलकम गरिरहेको थियो। हाम्रो जाँदा बिदाई गरिरहेछ, ठिकै छ। घर त बाहिर झिक्लिएर ढुङ्गाले हान्थ्यो होइन, घरभित्र चाहिँ तेरो बाँचिरहेछ। त्यही हो, बाई बाई। ठिकै छ, कुकुरहरूले भुकिरहेछ, ठिकै छ। अब पानी नि पर्यो अनि हाम्रो कन्टेन्ट त अब यहीँसम्म थियो। अघि चिप्लेको ठाउँ त्यही हो। यो गाइज अघि म चिप्लेको ठाउँ चाहिँ यहाँ है, चिप्लेगिरामा चिप्लेको थिएँ। त्यही हो, कसम मरिएन, ठिकै छ। अनि यो चाहिँ हाम्रो सर्ट भ्लग थियो, त्यसरी खासै भिडियो निक्लिएन। अर्को भ्लगमा चाहिँ उयो मासलादेखि नै जोडेर अर्को भ्लगमा चाहिँ अलि लङ भिडियो नै आउँछ। त्यसमा चाहिँ हच्छु झ्यामझुम यत्तिकै प्लान बनाएर झ्यामझुममा यत्तिकै आइडिया गयो क्या, त्यस्तो केही कन्टेन्ट नै निक्लिएन। बाटो चाहिँ यस्तो है गाइस। नेक्स्ट भिडियोमा चाहिँ अलि लङ कन्टेन्ट हुने छ हाम्रो। यो चाहिँ हाम्रो सर्ट कन्टेन्ट भएर अलि सर्टै भयो, त्यस्तै छ। अनि क्वालिटी अनि माइक अनि यताउतामा चाहिँ अब कस्तो छ, अब सुरुको भ्लग हो, एडजस्ट गर्नुहोस् होइन। यो नै पहिलाको मेरो भ्लग त थियो, तर अब त्यसो ड्यु टु सम रिजन मैले हटाउनु पऱ्यो। त्यस्तै हो। हामी कति बजी आएको रे? 6 बजीतिर आएको। अहिले कति बज्यो? 6:25 ल लगाइ आधी घन्टामा रात पर्दो रहेछ। ल ठिकै छ, लगाइ। डाँडा चाहिँ यस्तो छ है। हामी सानो हुँदा चाहिँ म चाहिँ सानो हुँदा यहाँ डर आउँथेँ, अनि आउन छोडियो।
यहाँसम्म देखाएको यो चाहिँ नाइट भ्यू है जानला जाला हामी है घरतिर जान पर्यो अब अझै हामी तल जानु लाग्यो होइन अब हाम्रो भ्लग यहीँसम्म थियो अब त्यो यहीँसम्म थियो हाम्रो भ्लग हुन नआइसक्यो मलाई चाहिँ अब सानोदेखि आइरहेको भएर लागेर तर फर्स्ट टाइम आउनेहरूलाई चाहिँ जाँदा चाहिँ भगवान् लाग्छ है आफू त सानोदेखि यतै बसेको नि हो यतै आएको नि हो त्यो भएर मलाई यो जाँदा चाहिँ खासै केही लाग्दैन तपाईँहरू कस्तो लाग्छ कमेन्टमा भनिदिनुहोस् त्यस्तै छ है बाटो पनि त्यस्तै छ अब त्यही हो नाइट भ्यू चाहिँ यहाँ त्यस बबाले आउँछ कि डे भ्यू चाहिँ यहाँ खासै आउँदैन होइन जो यहाँ हुन्छ नि अब आउने सोचिराख्नु भएको छ भने चाहिँ नाइटमा आउँदा चाहिँ राम्रो है डेमा आउँदा त झुटपाते नआउँदा नि हुन्छ यहाँ डेमा त डेमा चाहिँ नआउनु होला नाइटमा आउनु सक्छ ठिकै लाग्यो अरे होइन अब मलाई झन् झुटपात लाग्यो ब्याड कमेन्ट चाहिँ नगरिदिनु होला होइन गुगललाई स्किल थाहा छ कमेन्टमा लेख्नु होला है अब पढेको जतिले त झन् के भन्नु अब हुन्छ नि मेरो लाइफ ड्यामेज भएको भने यही स्किलले गर्दा